अहिले समय भएको छ दिउँसोको 4:30 र म चाउचाउ लिन जाँदैछु टक्कसँगले हाम्रो विशाल भाइको पसलमा र म सुरु बाटोमा जान्छु र पुग्छु पसलमा। पुग्ने बित्तिकै विशाल भाइले मलाई टुलु हेर्छन् र म विशाल भाइको हातमा पैसा थमाउँछु र विशाल भाइले मलाई टक्कसँगले दुईवटा वाइ दिएर टाटा बाइ गराउँछन् र म चाउचाउ लिएर आफ्नो रुमतर्फ लाग्छु र रुम पुग्ने बित्तिकै हेर्छु मेरो बुढीले त सबै थोक रेडी गरेर राखिसकेको हुँदो रहेछ। त्यसपछि चाउचाउ मैले टक्कसँगले ग्यासमाथि राखेँ अनि यसो हेरेको त बुढीले त खोर्सानीलाई पिस पार्दै रहेछन्। अन्त पिस पारेको खोर्सानी टक्कसँगले हालिसकेपछि बुढीले टक्क मरमसला पनि हालिन् र एकछिनपछि बुढीले त चाउचाउलाई काचाङ कुचुङ गर्दै फोडिन् र मसला सबै निकालिन् चाउचाउको। अनि त्यसपछि टक्कसँगले सबै चाउचाउ हालिन् र यता हेरेको त मेरो गोले भाइ पनि टक्कसँगले आएर भन्छ दादा के पकाउनु भयो भन्दै यसरी हेर्दो रहेछ। अनि टक्कसँग गएर यसो अचारी कुरकुरे खाँदै थियो। खाँदै टक्कसँगले बुढीले चाउचाउ ल्याएर राखिन् र हामी सबजना मिलेर चाउचाउ के कस्तो छ भनेर टेस्ट गर्दै आजको भ्लग यहीँ सकिन्छ। थ्याङ्क यू।